हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले हजुरहरूको लागि भनेर मेरो स्मल मिनी गार्डन देखाउन गइरहेको छु र स्पेसली थ्याङ्क यू मेरो स्टाफलाई चाहिँ मलाई उहाँहरूले चाहिँ फुलको सानसानो हाँगा दिनुभएको थियो तर त्यो फुललाई चाहिँ मैले एकदम फुलाइसकेँ। त्यो फुल यहाँबाट हेरेर थ्याङ्क यू भनिदिन्छु यो फुलबाट। अनि र यो मैले चाहिँ पोली ब्यागमा रोपेको छु। यो सदाबार चाहिँ जस्तै यो चाहिँ एउटा गमलामा रोप्यो भने चाहिँ कति बिउ आउँछ क्या। अनि त्यो बिउलाई नै मैले चाहिँ सबै पोली ब्यागमा सानसानो सारेको थिएँ। अहिले चाहिँ घर वरिपरि टकमक्क फुलेको छ। अनि यसो आँखाले हेर्दा पनि एकदम सुन्दर देखिन्छ। हेर्नुहोस् त हजुर पनि कति छ। यो त अगाडिको साइडको मात्रै देखाएको, पछाडि त देखाएकै छैन। र यो मेरो स्टाफले दिनुभएको यो पनि। अनि मैले घडी फुल पनि उहाँहरूले दिनुभएको। ल हेर्नुहोस् त घडी फुल मैले कसरी रोपेको छु। हजुर पनि यसरी रोप्न सक्नुहुन्छ। घरमा कोकको बोतल छ भने युज गर्न सकिन्छ हामीले यसरी। ल हेर्नुहोस् मलाई चाहिँ अचेल पहिला चाहिँ सो प्लान्टहरू मन पर्थ्यो भने अहिले चाहिँ मलाई एकदम फुल्ने फुलहरू मनपर्छ।